जे एरियामा चाहिँ हो त्यही नै हो हाम्रो स्टोरी हेर्नुहोस्। अब हामी घरतिर जान लागेको छौँ अनि बिहान पनि घुम्यो, दिउँसो पनि घुम्यो, राति पनि घुम्यो अनि चिरोड खाँदै घुम्यो। यस्तै हो हाम्रो लाइफ हेर्नुहोस्। हामी बोथ अफ देम हो अनि के गर्ने त्यो पनि अब दाइ भाइ लाइफ चलाइराखेको छौँ अनि अब कामको त खोजीमा छौँ तर काम पाइरहेको छैनौँ। के गर्ने दाइ भाइले त्यो पनि काम खोजिरहेछौँ। मेबी आई विल गेट जब टुमारो सो it was all right and maybe my brother also doing a job in nice place, so we are going to home. That's the humanities of brother and brother from another mother. अनि के गर्ने केटा हो यस्तै छ गाह्रो छ छोरा मान्छेको जिन्दगी। कामदेखि घर, घरदेखि काम, बिहान जाऊ काम, साँझ फर्केर आऊ घर, कामदेखि घर, घरदेखि काम, कामदेखि घर, घरदेखि काम, कामदेखि घर। आई एम गन डिप्रेस्ड यार, आई एम गन डिप्रेस्ड। के गर्ने होला एकैचोटि 25-30 वटा स्लिपिङ ट्याब्लेट खाइदिनु पर्यो क्या हो गाइज? त्यस्तै लागेर चाहिँ यार मलाई त के गर्ने होला यो जिन्दगीमा। न त आमालाई खुसी पार्न सकिएको छ, न त कसैलाई खुसी पार्न सकिएको छ जिन्दगीमा। I'm gone mad now. I'm gone mad now. I'm gone mad now. I'm gone mad now. Yes, I'm gone mad now. Please God, please God, help me. If you are in here, so please help me God. Yes God, yes God, please help me God. I think my love and life is gone. So ये जिंदगी के जिंदगी केही त होला नि। ब्रह्म भगवान्ले यसो किस्मतमा केही त लेख्नु भयो होला नि मेरो पनि लाइफमा के बन्छस् भनेर भगवान्ले, ब्रह्म भगवान्ले। प्लिज ब्रह्म गड केही त केही प्लान गर्नुभयो होला मेरो लाइफको बारेमा पनि हजुरले। सो प्लिज हेर्ने दर्शकहरूलाई देखाइदिनुहोस् त मेरो लाइफ। प्लिज गड, आई हम्बल रिक्वेस्ट यु गड, प्लिज। के गर्ने गड, के गर्ने केही चान्स छैन गड पनि यस्तै छ लाइफको बारेमा। टेन्सन 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 yes anytime gone tension यार। What's wrong with me God? Please God help me God, please God, please God, please God, please God, please God, save me. If you can't save me, I quit.